हुन त अब हामी थोरै दिन भयो जोडेको, तैपनि परिवर्तनहरू आएको छ। जस्तै कि म एकचोटि बिरामी पर्दाखेरि मलाई पेटमा साह्रै दुखेपछि म सहनै सकिनँ, अनि मलाई त्यही दिन हस्पिटल लानुभयो। त्यतिखेर कोरोनाको टाइम थियो। अनि हस्पिटल गएँ, विराटनगर गएँ। त्यहाँ एउटा डाक्टर मात्रै हुनुहुन्थ्यो। उहाँकोमा टेस्ट गराएपछि तपाईलाई पथरी छ भनेर भन्नुभयो। उहाँले औषधि पनि दिनुभयो। औषधि पनि खाएँ। 2 दिन खाएपछि मेरो अनुहार पूर्ण रूपमा सुनिएर यत्रो ठुलो भयो। अब त्यो औषधि खाउँ भने आफैलाई बढिरहेछ, सुन्निएको झन मोटो भइरहेको छु। अब नखाउँ भने यो पेटमा एकदमै दुखिरहेछ, पेन भइरहेछ। अब यसलाई म के गरौँ भन्ने मेरो विचारमा अब छोडिदिउँ कि नछोडौँ कि भनेर मनमा धेरै कुराहरू आयो। एक दिन फोन गर्दा डाक्टरले केही पनि हुँदैन तपाईलाई, खानु भनेर भन्नुभयो। अनि झन खाएपछि झन सुने। त्यसको भोलिपल्ट फेरि फोन गर्दा उहाँले उठाउनु भएन। त्यसपछि मैले